This vlog is माछा मारिङ माछा छुपिङ जे भन्नु भयो त्यसका लागि उतातिर नाम्लो आवश्यक छ नाम्लो किन भन्दाखेरि माछालाई घाँटी हालेर लतारेर ल्याउनु पर्यो नि ठुलो गाइस बाटो चाहिँ लामो छ अब खोलामा पुग्ने लगभग यहाँबाट एक 1.5 किलोमिटर जतिको बाटो हो पुच्छारमा हो 1.5 किलोमिटर छैन आधी किलोमिटर छ त्यसमा 500 पाइला 500 600 पाइला हिँड्नुपर्छ त्यस कारण छिटो छिटो गरेर फिसिङ हान्ने गाइस पुरा मोटा हुन्छन् नि माछा लतारेर ल्याउने हो भन्न मिल्दैन यहाँ बत्तर छ बत्तरभित्र हालेर ल्याउने गाइस अनि ठुलै पनि छन् सो गाइस लेट्स स्टार्ट सो गाइस हेर्न सक्नुहुन्छ जाँदा जाँदै हामीले बाटामा ऐसहरू पनि भेटाइसकेका छौँ हेर्नुहोस् कति मिठा छन् ऐसहरू ट्याप्प टिप्ने अनि यस्तरी मुहा अनि एउटैमा तिनवटा छन् यता अर्को क्यामेराम्यानले लुटिरहे भिडियोलाई लाइक गर्नु र सब्सक्राइब गर्नु होला ल हुन्छ अब हामी खोलातिर गएर सँग भेट्नेछौँ हेर्नुहोस् यहाँ खाइरहेको छ गाइस हामी आफ्नो गन्तव्य स्थलमा पुगिसकेका हामी ठुलो साथी यहाँ ठुलो होइन माछा लिन खान्छ यहाँ काँडा काँडा हेर्नु सो गाइस हेर्नुहोस् यहाँ इत्रो बच्चो डुलिरहेको छ हेर्नुहोस् यिनै माछा र यहाँभन्दा ठुला नि हामीले छोप्नेर देखाउनेछौँ अहिलेलाई यही हेरेर चित्त बुझाउनुहोस् छैनन् भन्ने नगराउन चाहन्छौँ हामी हेर्नुहोस् डुलिरहेका छन् होइन सो गाइस हामीले यहाँ जाली राखिसकेका छौँ र त्यहाँ जाली राखेपछि त्यहाँ ढुङ्गाहरू च्यापेका छौँ होइन यहाँ एकछिन पर्छन् अहिले धमिलो भएको छ होइन हामी त्यो तिनचोटिलाई अन्त जाऊँ हेर्नुहोस् यहाँ अलि ठुलो रह छ होइन यहाँभित्र नि होला नि माछा खोइ मलाई के थाहा यहाँ आएन भएको यहाँ कति ठुला छन् अहिले धमिलो भएर होइन ए छिटो हाल्नु बेर भएको के पाल्टी हाल्छ भनेपछि कति भयो 35 मिनेट हेर्नुहोस् गाइस हामीले 35 मिनेट कति जम्मा गऱ्यौँ हेर्न सक्नु हेर्न चाहनुहुन्छ गाइस देख्नु भएको छ छिटो 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 हेर्नुहोस् धमिलो भएको छ अझै पछि दिन्छ अझै छिटो सो गाइस खै कता गयो यहाँ केक्रो समात्छु भने यहाँ फेरि हेर्नुहोस् गाइस खै कता केक्रो हेर्नुहोस् छेरुवा क्यामेराम्यानलाई एउटा गङ्गटो समात्नु छेरिरहेको छ हेर्नुहोस् है जुम हानौँ हेर्नुहोस् हामीले चाहिँ माछालाई चाहिँ ल्याइसकेका छौँ लगभग यहाँ कति होला 100-150 कति छन् 100 होला नै हेर्नुहोस् यहाँ 100 जति त छन् गाइस हेर्नुहोस् गाउँ यस्तो हुन्छ गाउँ होइन म ड्रोन सट निकाल्छु है गाइस ऐसे में बड़ा सख्त लौंडा हूं मजा आया
गाइस म चाहिँ यहाँ धानको बारी लिएर खाइसकेको छु र हाम्रो क्यामेराम्यान चाहिँ एउटा ऐसोले खानामा बिजी छन्। आएका छन् बल्ल। खाइयो ऐसोले। दर्शकहरू खान चाहनुहुन्छ दिनुहुन्छ क्यामेराम्यान। खै मलाई पाउँदा त खाने गाइस मिठो थियो होइन। अब यहाँ धानको बारी पुग्दै पढ्दै र पढ्दै सरी गाउँ है क्या बोला तूने नहीं पहले क्या बोला चल चल गाउँ हो होइन हेर्नुहोस् गाउँका बाला हुने गाई छिटो छिटो जान्छ। यहाँ माछा रहेका छन् गइदिँदैछन्। अब यसो गर्ने पनि आजको मेहनत हामीले कति छोपियो भन्ने कुरा यहाँ हालेर देखाउने। यहाँ एउटा सफा पानीमा जाँदैछन्। अघि पोरो पानी थियो होइन गाइस। एक दुई तीन चार पाँच छ सात आठ नौ 10 11 12 13 14 15 16 17 56 57 58 59 यहाँ कतिको छ 67 67 67 167 67 मात्रै 170 170 173 174 174 टोटल। यहाँ 174 वटा छुपिएछ हामीले। मैले 150 भन्दा माथि छ भनेको थिएँ नि। सो गाइस अब यिनको हेरचाह गर्नु नै पर्नेछ। सो गाइस हामी आइसकेका छौँ। अब यता देखाउनुहोस् हजुर हामी कहाँ आयौँ हजुरले देख्नुभएको छ कुकिङ क्लासेस। हाम्रो माछा 174 वटा माछा यहाँ रहेका छन्। यिनी जान्छन् तातो तातो तेलमा। छटपट्टी ये छटपट्टीको हालमा रुक्नु चाहिँ यो छटपट्टीको यहाँ है यो है छटपट्टीको बस हाने होइन पुरै हाल्न कटाउँदै खाने। त्यसलाई पछि यसरी हाल्नु पर्ने अवस्था आएको छ होइन। सो गाइस अब पाकेपछि भेटौँ। सो गाइस हेर्नुहोस् यता भनेको छ अब नुन हाल्ने तयारीमा छ। हेर्नुहोस् यसरी यो पकाउने। अब हजुरले तरिका नि सिक्नु बढी भयो नुन बाबु। अब यहाँभन्दा नहाल्ने अब बेसा हाल्दैछ। यसरी यो पकाउने कुरा नि सिक्नु कसरी पकाउने अनि पर्दैन त्यति हजुर कुटकुट्याएर हाल्नु बेसार्दो रहेछ। यति भयो हुन्छ। अब हेर्नुहोस् यसरी यो दर्शक बिनहरू आगो बलिरहेको छ। यता बेसार भयो के बढी हुँदैन। सो गाइस चलाइँदैछ यता चलाइँदैछ सिधा। अहिले माछा पकाएको किन हो भन्दा माछा मासु खाएर सेहत बन्छ भन्ने किताबमा पढियो पढ्दै आइयो। त्यसकारण माछा वर्षौली सो गाइस हेर्नु यो खानामा बिजी छ होइन। चाहन परिरहेछ हेर्नुहोस्। समझ रहे हो अब के गर्ने। सो गाइस अब यिनीहरूले खाने भने माको खानु हुँदा सेहतलाई राम्रो हुन्छ। उखिएला त खाऊ टिपेर। सो गाइस म यता बसेर खान थालेँ। मलाई पोल्यो त
ल पोहेको यो यसले खान्छ होइन हामीले चाहिँ यो खाम यहाँ किशोरी दिदीले यहाँ पकाइदियो चुप लागेर हेर्नुहोस् यहाँ किशोरी दिदी पकाइदियो हुन्छ यो भइ त यसले खान्छ यो पेटुले हाल्दै होइन सुगाइ चाहिँ अहिले पोखिसकेको छ कस्तो त्यतिसम्म लानु यस्तो पोखे ल गाइस मेरा चैनल बुझ्नु है यसो लेख्नु है यहाँ के यो के हो र यो के हो अनि यो हरियोलाका जति के हो चिन्नु है त भयो मेरी सदाबहार बुढी म तिमीलाई माया गर्छु त्यही भनेर लेख्छस् त्यही भनेर लेख्छ गाइस परे होइन के पर्यो अरे सही चाहिँ हेर्नुहोस् यता खानामा बिजी छन् सो गाइस आजलाई यति नै मन परे लाइक र सब्सक्राइब गर्नु रेसिपी हजुरलाई थाहा भइसकेको छ अब चाहिएमा कमेन्ट गर्नु होम डेलिभरी हुन्छ ल धन्यवाद